केजिएफ हो सल्लाह के भयो भन्ने वाला फिलिङ्स आउनु पऱ्यो क्या कति जान्छ ट्रेन पनि चाइनिज साउन्ड चाहिँ आज मैले सब फिल्ममा पकाइदिन्छु आज त्यो चाहिँ स्पेसल मैले भिडियोको लागि लिएको हो सो अल राइट हे गाइज वेलकम ब्याक टु अनदर भिडियो आइ एम रोमन छेत्री ब्याक इन द गेम ट्रेन रोक्यो त आज तपाईँहरूलाई फेरि मेरो पनि अर्को नयाँ भिडियोमा स्वागत छ तपाईँहरूलाई आज चाहिँ म अलि अर्कै खालको कन्टेन्ट बनाउनु गइरहेको छु आज एउटा रिल्स बनाउने हो त्यो रिल्सको सुटिङ मतलब अब सानोतिनो अब त्यो कस्तो हुन्छ कसरी हुन्छ म त्यो देखाउँछु आजको भिडियोमा चाहिँ पहिले गर्दा आज हाम्रो त्यो रिल्सको लागि चाहिने सामानहरू किन्नु छ फुल अलरेडी यहाँ लिइसक्यो यहाँ छ फोटो निकाल्नु छ यहाँ पहिले त निकाल्न जान्छौँ त्यसपछि आजको कन्टेन्ट स्पट भनेको चाइनिज साउन्ड चाहिँ आज मैले सब फिल्ममा पकाइदिनेछु आज के चाहिन्छ हिजो बनाएर हालेको थियो एउटा टिकटकमा त्यो भिडियोमा खास केही नि भएन छ त्यसमा अलिकति त्यस मजा लागेको त्यो भाइरल जाला जस्तो लागेको थियो क्या त्यो भिडियो चाहिँ अलिकति राम्रै थियो अलिकति मिहिनेत भन्दा पनि त्यो भिडियो क्वालिटीहरू राम्रो थियो कन्टेन्ट पनि राम्रो थियो क्या अनि त्यसमा चाहिँ अलिक राम्रै हुन्छ भने सोचेको तर त्यसको त्यो हिजोको भिडियोमा त्यसमा आएन नि त सोचे जस्तो भ्युज आएन त्यहाँ चाहिँ अलि अर्कै खालको मलाई सोचिरहेको लुगाहरू यस्तै भएछ क्या कोटको माथि कोट र सर्टहरू चाहिँ अहिले त्यहीँ गएर लगाउँछ त्यो प्यान्ट चाहिँ मैले लगाएर यतिकै हिँडेर त्यो कोटको प्यान्ट हो तल जुत्ता यसैमा हुन्छ कोट र सर्ट चाहिँ यहाँ छ क्या कोट छ फुल छ फ्लावर साइकल हाम्रो फोटो निकाल्छ यहाँ तल अब 7-11 गएर फोटो निकाल्नु छ सो तल छ भने चाहिँ त 7-11 हो कि के पनि थाहा छैन त्यहाँ गएर हेरौँ पहिला है त्यहाँबाट फेरि स्पेसल मैले तलब देखेर राखेको छु क्या महिने पछिको तलब चाहिँ होइन क्या महिने पछिको तलब चाहिँ होइन एउटा भिडियो बनाए बाबा त्यसरी जिनी गरेछ क्या ए रोसन रहेछ नि त यो त यहाँ नि 7-11 होइन रहेछ नि त त्यसो भएन नि त अलिकति यहाँ जाउँ पहिला अब यहाँ गएर एउटा आइस ल्याटे खालि ल आइस ल्याटे खाउँ त्यसपछि खाँदै 7-11 त्यो चाहिँ यहाँ 7-11बाट हुने एप्स त डाउनलोड गरेको छ क्या 7-11बाट नि मात्रै निकाल्न मिल्न त अरूबाट नि निकाल्न मिल्छ तर मलाई चाहिँ 7-11बाट निकाल्ने चाहिँ मैले हेरेर आएको थिएँ मैले फर्स्टचोटि निकाल्न लागेको हो मैले फोटोहरू निकालेको नि छैन कहाँ दिन्छ मैले लसन यो लसन त्यहाँनिर हुन्छ यहीँ त कसरी निकाल्नु थाहा फर्चुन निकाल्नु लागेको हो क्या पैसा खेर मात्रै गयो नि त यो त सानो आयो नि त नि यो फोटो चिन्छन् होला तपाईँहरूले कस्तो सानो आयो नि त यो फोटो त हुन्छ यही भयो नि सो अलरेडी हामी चाहिँ हाम्रो आजको कन्टिन्यू स्पोट आइसकेका छौँ आजको हाम्रो कन्टिन्यू स्पोट चाहिँ यही हो म रेडी हुँदैछु चिसो छ लास्टै चिसो छ बढ्यो त आइसो यो पनि मैले किनेर लिएर आएको यो पिन पनि यो चेन होइन म अर्को चेन लगाउँछु यस्तो हुन्छ क्या अब यस्तो चिसो छैन नि मेरो आमा यो चेन लगाउँछु केजिएफ हो सल्लाह के भयो भन्ने वाला फिलिङ्स आउनु पऱ्यो क्या मैले अब लुगा नि चेन्ज गरेँ मान्छेहरूले मलाई हेरेर अब
मलाई मतलब छैन केही म यति अन्धा भइसक्यो म आफ्नो अब सपना पुरा गर्न तिर्छु म पुरै अब त्यो चाहिँ यस्तो चिसो हावा चलेको छैन बताउँ मैले अब बताउनु आउँछ घरबाट रेडी आउनु घर आउने फेरि मिलेन कि मैले यो लगाएर आएको थिएँ घरबाट यो भयो हाम्रो कोट भनेको कन्टेन्टको लागि म जुन हदसम्म पुग्नु नि म रेडी छु है फेरि यो चाहिँ कोट प्यान्ट होइन कि यो चाहिँ छुट्टै अर्को यो छुट्टै फर्मल सर्ट प्यान्ट हो त्यसमा कोट लगाएको हो कि त्यही भएर अलिकति मिल्दैन होला नमिले पनि केही छैन हाउ इट्स अबाउट माई लुक्स 10 अपन कति रेट गर्नुहुन्छ कमेन्ट गरिदिनु होला है 10 अपन एन्ड मलाई फेरि जनावरहरूले यस्तो पछ्याउँछ नि यहीँ आइसक्यो पऱ्यो यहीँ मलाई देखेर 10 अपन कति मसँग चस्मै छ लगेको छु भन्दा चिसो भइसक्यो मेरो आज कपाल मिलाएको नि त्यही भएर मैले कपाल बाँधिदिएको छु कति जान्छ 10 अपन आज हाम्रो लागि फोटो आज फोटो निकालेको नि फोटो नि सानो भयो क्या यतै फोटो पनि काम चलाइन्छ यो फोटो हाम्रो यहाँ रुखमा हुन्छ त्यो ट्विटरभरि चलेको छ नि त्यो ट्रेन्डिङ तपाईँहरू अब बुझिसक्नु भयो होला अनि यो फोटो अड्याउनलाई यो प्रिन्ट पनि किनेर ल्याएको छु मैले कच्ची मित्र यो फोटो त अब धेरैजनाको अब के भन्नु म केही बोल्दिनँ रुख अलि छ त भन्दा यसमा नभनौँ म यसमा साइडबाट यता साइडबाट जस्ट यतिकै नर्मल है कस्तो देखाएको छ किन है म यसलाई अड्याइदिन्छु अब किनकि अब हाम्रो आजको भिडियोको लागि एउटा भयो हुन्छ एउटा चाहिँ त्यति मिल्दैन क्या त्यो चिसो भइसक्यो अन्त आजको हाम्रो यो सब एउटै रिल्सको लागि हो क्या यिनीहरू यो भयो म यो खासको हिँड्दैन बनाउनु थालेको हो अनि मैले यो रिल्स मात्रै नबनाएर यसकै रिल्स बनाउन अब के लाग्छ यो भ्लगमा पनि देखाइदिउँ भनेर हो त्यही भएर यो लिएको हो यो फोटो निकालेको यो किन्यो एउटा रिल्सको लागि कति खर्च हुन्छ तर यो रिल्समा मेरो 1000 भ्यू चाहिँ डङ्गै आउँछ क्या फेरि मैले चाहिँ कन्फिडेन्सले भनिदिन सक्छु जति मिहिनेत गऱ्यो होइन तर मान्छेहरूले हेरेर हाँस्ला अनि मलाई मतलब छैन आफ्नो कामको लागि पागल भने जस्तो हो ओके लक्कड अब सो अल राइट गाइज आजको हाम्रो सुटिङ सिद्धिसक्यो होइन सुटिङ मतलब नर्मल भ्लग के नर्मल एउटा रिल्स बनाएको आज सुटिङ सिद्धिसक्यो म जाडोले बोल्दै पनि चिया छैन क्या यो कागजको तै पनि बास्ना चाहिँ आउँछ क्या होइन त्यो अब अरू भिडियो म बनाउनु त भनेको त्यो चिसो भइसक्यो त्यो आज एउटा मात्रै बनाउने अब खत्रै त्यो अब गएर घरमा एडिट गरेर चाहिँ खत्रै हुन्छ कि अब कस्तो हुन्छ त्यो अब हेरेस थाहा हुन्छ
ढिचो भइसक्यो अब उता गएर एक दुईवटा फोटो खिच्ने फोटो खिचेपछि त्यसपछि आजको चाहिँ हाम्रो फिनिस हुन्छ अनि अब घरतिर जानुपर्छ अनि अब त्यो भिडियो बनाउनु सक्दैन म त्यो भ्लग चाहिँ देखाउन पाइनँ म सिधै त्यो भिडियो राखिदिन्छु उता जाउँ एक दुईवटा फोटो खिच्ने हो खाउँ फोटो चाहिँ यो फुलको हेर्ने हो झोला उति छ केही हुन्न फुलले के नै गर्ने हो उता जाने उता खिच्ने यो पानी बग्ने कुलो जस्तो नेपालमा चाहिँ पानी बग्ने कुलो जस्तो भन्नु होला त्यस्तो चाहिँ होइन यो मतलब आफ्नो एउटा कन्टेन्ट स्पोर्ट हुन्छ नि त म पहिला नेपालमा हुँदा चाहिँ नेपालमा हामी नेपालमा हुँदा चाहिँ हामी मेरो साथी के अरे समिन हामी त्यो स्कुल हाम्रो कलेजको तलबाट जान्थ्यो क्या बनाउन दिल्ली चाहिँ तर अब मेरो चाहिँ कन्टेन्ट स्पोर्ट यही लास्ट भइसक्यो क्या प्रायः त यहीँ आउँछ अस्ति नै यहीँ आएर बनाएको थियो मेरो फर्स्ट भ्लग पनि मेरो यहीँको थियो यहीँ बसेर बनाएको थिएँ तपाईँहरू त्यहाँ हेर्नु सक्नुहुन्छ किनकि यो मलाई एकदम राम्रो रहेछ कि यो त बस्नु पनि राम्रो छ अनि यो नदीको चिसोले चिसो हुन्छ पहिला चाहिँ हामी यहाँ जाउँ सलमान खान स्टाइल यतिखेर बल्ल सनसेट हुने अनि मलाई जापानको चाहिँ मौसम देखेँ नि त्यहाँ उडिसक्यो क्या त्यहाँ भरोसा उडिसक्यो यहाँ पानी पर्छ भने देखिरहेको छ क्या तर अब छाया पाइन्छ नि कि नि जापानको मौसम र केटीहरूको भर नपर्नु भन्दै यहाँ एक दुईवटा फोटो सुट हालिदिन्छ अब त्यो चाहिँ स्पेसल मैले भिडियोको लागि लिएको हो मतलब आफ्नै पैसा परेको छ त्यसमा नि फोटो निकाल्न नआएर अघि बल्ल बल्ल निकालेको त्यति खानु निस्केको चाहिँ कहाँ सानो निकाल्ने नि अब काम चल्ने भयो काम चल्यो अब भइ नै हाल्छ त्यो भिडियो त अब त भयो भिडियो त बनायो भिडियो बनाउनु भन्दा नि जाउँ चाहिँ भिडियो एडिटिङ गर्न हो क्या धेरै जाउँ हुन्छ क्या त्यो सानो क्लिप मिलाउनु पर्छ नि त अब त्यो 15 सेकेन्डको त्यो एउटै गीतमा लिपसिङ गरे जस्तो त होइन नि त नि यो यस्तो भिडियोलाई चाहिँ अलिक त्यो जोडी साउन्ड मिलाउनु पर्छ त्यही भएर गाह्रो हुन्छ जाडो भइसक्यो ल एकजनामा फोटो खिच्छु त्यसपछि अब एकचोटि भन्दा नि आजको भ्लग पनि बनाउनु पाएको थिएन त्यही भएर बनाउँछ तर अब दिमागै सोचिरहेको छैन के गर्ने अघि चाहिँ अब सिधै त्यो भिडियो बनाएको चाहिँ देखाउन पाइएन त्यस्तै हो सो अलरेडी आइज म चाहिँ अब फर्केको किनकि यहाँ चिसोले यहाँ बस्न नसक्ने म होइन लास्टै भइसक्यो क्या मेरो यो मेरो औँला चिसो छुनेको यो पनि मैले खान सकिनँ चिसो भएर अहिले ल्याउने बेला तातो थियो यहाँ राख्दै चिसोले यस्तो चिसो बनाइदियो क्या यो पनि अनि अब चाहिँ हाम्रो काम सिद्धियो आजको अनि अब म फर्किन्छु घर फर्किन्छु किनकि मरिन्छ यस्तो बस्यो भने अब गएर केही खाइन्छ भोक पनि लगाइसक्यो अनि त्यही हो अहिलेको मेरो कन्टेन्ट स्पोर्ट चाहिँ त्यही हो त्यहाँ मान्छेहरूले लास्ट हेरिरहेको थियो जापानिजहरूले मलाई त लाज लागेर त्यहीमा त्यो मिया खालिफाको फोटो छ नि त त्यो फोटो खोइ चिने के गरेको नि तिनीहरूले अनि हेर्दै आइसरहेको थिएँ त्यहाँले नि देखेर चाहिँ एउटा बन्दाले फेरि दुइटै हात छोडेको साइकलमा त्यही अब भयो अब त्यो भिडियो यसो मिलाएर म हालिदिन्छु तपाईँहरूले अब सक्दो लाइक सब्सक्राइब सेयर गरिदिनु होला माया गरिदिनु होला माया देखाइदिनु यस्तो चिसोमा यति मिहिनेत गरिरहेको छ बन्दा तपाईँहरूको पनि के हुन्छ गरिदिनु अनि अरू त त्यस्तै हो अनि त्यो अस्तिको त्यो भिडियो हाल्दाखेरि मैले के छ त जापानको के कस्तो छ त जापानको त्यो टाइटल राखेर भिडियो हालेको थिएँ त्यसमा मेरो साथीले भन्दै थियो त्यो टाइटल अनुसारको भिडियो भएन भनेर त्यसमा भनिरहेको थियो त्यो टाइटल त राखेँ तर मैले त्यो जापानको बारेमा भन्दा नि आफ्नो पर्सनल कुराहरू त्यहाँ धेरै भनेपछि मैले पनि पछि भिडियो हेरेर थाहा पाएँ क्या त आफ्नो गल्ती देखिँदैन भन्छ नि त्यस्तै अरूले भनेपछि बल्ल त्यो कुरालाई फोकस गरिन्छ भने जस्तो भयो अनि त्यो चाहिँ त्यो मेरो पर्सनल कुराहरूमा चाहिँ धेरै गएछ त्यहाँ त्यो टाइटल चाहिँ त्यो बेकारमा राखेको छ अनि अर्को म भिडियो बनाउँछु भोलितिर फेरि बनाउँछु त्यसमा अब के कस्तो छ त यहाँ जापानमा स्टुडेन्टहरूको लागि के कस्तो छ त्यो भिडियो म बनाउँछु एन्ड यो आजको भिडियो चाहिँ म यति नै अब यतिमै समाप्त गर्न चाहन्छु अब साथै दिएको छैन क्या यहाँ
यहाँ अब चिसोले त्यस्तै माना लाग्छ मैले हात पनि बाहिर निकाल्न सकेको छैन मोबाइल पनि बल्ल बल्ल अठाएको छु अनि मेरो नाकै पुरै रातो भइसक्यो चिसोले सो गाइज अब त्यस्तै हो माया गरिदिनु होला सेयर सबै सब्सक्राइब गरिदिनु होला होइन अब यति भन्दै म अब यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु अर्को भिडियोमा भेटौँला सी यू नेक्स्ट भिडियो बाई